ठुला आँखा, पातलो शरीर, क्युट लुकिङ फेस। यस्तै थिइन् उनी। घरमा वान पिस जामा लगाएर बसेकी देख्थेँ। माथिको भाग उदाङ्गो भएको, छाती केही साना थिए, ढाडको तलसम्म नाङ्गो देखिने गरी लगाउँथिन्। अहिलेका केटाकेटी फेसनमा कुनै कसर नछाड्ने, त्यही दृश्य आँखामा आइरहेको थियो। छाती बढी नै उदाङ्गिएको थियो। हिमाल नदेखिए पनि पिचको भाग केही मात्रामा देखिएको थियो। म अर्कै अनुभूति गरिरहेको थिएँ। आँखा त्यहाँ नपुर्याउँ भन्दा पनि पटक पटक गइरहेको थियो। म पानी तताउन थालेँ। सामान बजेर हो कि कोल्टे फेरिन्। अघिको दृश्य हरायो। म मनमा नै मुस्कुराउँदै हेरिरहेँ। अहिलेका जेन्जी केटीहरूका कस्ता कस्ता बिन्दास कुराहरू बोल्दै थिइन्। मलाई त बिहे नै गर्न मन लाग्दैन। बोरिङ लाइफ, एक्लै लाइफ कटाउन मन छ बिन्दास पारामा। केही बेर बोली रोकियो, फेरि हाँसिन्, अनि फेरि बोलिन्। त्यसको लागि बिहे नै गर्नुपर्छ त? मन मात्र हुनुपर्छ, केटाहरू पाइहाल्छन् नि। म उताबाट के भन्दै होलान् र साले यस्तो बोलिरहेकी छिन् भनेर अनुमान गर्न थालेँ। अनि फेरि भन्दै थिइन्, तँ बिहा गर्न यार, तैँले गर अनि मलाई तेरो अनुभव सुना, त्यसपछि मात्र म गर्छु। उनले फेरि हाँस्दै भनिन्। मलाई लाग्यो ऊ केटीसँगै बोलिरहेकी छिन् अनि उसँग आफ्ना मनका भित्री कुरा सेयर गरिरहेकी छिन्। छ्या, दिदी भिनाजुको कुरा नगर क्या, यस्तो कुरा गर्नुहुन्न। केही दिन पछिको कुरा, म रुममा बसिरहेको थिएँ। जेनिबा आफ्नो ब्याग लिन आइन्। अपोजिट साइडबाट ब्याग तान्दा मिस्टेकली ब्यागबाट पुरुषको लुकेको लौरो आकारको आकृति झार्यो। म छक्क परेँ। डरले हत्तासिँदै ब्यागमा राखिन् अनि पल्लो कोठामा गइन्। म हेरेको हेरै भएँ। मुभीहरूमा देखे पनि रियलमा मैले देखेको थिइनँ। आज देखेँ, तँ पनि सालीको ब्यागबाट झरेको देखेर। बिहे नगर्ने कारण त ब्यागबाट झरेको सामान होला है? मैले हाँस्दै भने। छ्या तपाईँ त, गड प्रमिस मेरो सामान होइन त्यो, जो बिना लजाउँदै भनिन्। म उनको अनुहारमा देखिएको उदास भाग भङ्गी निहालिरहेको थिएँ। माइन्ड गर्दिन भनेको होइन त, मैले जिस्काउँदै भने। तँ मेरो होइन त, जो बिनाले भन्दै थिइन्। जे भए पनि लेडिजहरूलाई आवश्यक कुरा हो, मैले हाँस्दै भने। छ्या, मैले युज गरेको छैन, उनको जवाब। अनि कसरी तिम्रो ब्यागमा आयो त सामान? मेरो प्रश्न। क्लासमा ल्याएका रहेछन्, हेर्दै थिए। कसैले मेरो ब्यागमा हालिदियो होला, कस्ता छन् मेरा साथीहरू, मैले झट्ट भने। तिम्रो साथीहरूले युज गर्ने रहेछन् है? तिमीले पनि त युज गर्दा भइहाल्छ नि, मैले भने। आउनुहोस् कथा सुरु गरौँ। मेरी साली बिहे गरेर काठमाडौँ बसेको 1 वर्ष भएको थियो। श्रीमती र म दुवै जब होल्डर थियौँ। 10 to 5 काम, बिहान बेलुका मिलेर खाना पकाउने। 2टा रुम लिएर बसेका थियौँ। एउटामा किचन थियो। +2 सकिएपछि साली जोबिना ब्याचलर पढ्न काठमाडौँ आउने भइन्। हाम्रो नजिकको रुम खोजेर राखिदिनु पर्ने भयो। श्रीमती रुम खोज्नुपर्ने, हेरचाह गर्नुपर्ने भयो भनेर दिक्क मान्थिन्। म पनि होमा हो मिलाउँथेँ। तर मनभित्रबाट चाहिँ खोइ किन हो मन प्रफुल्लित भएको थियो। हेर्दा हेर्दै साली आउने दिन आयो। साँझ 7 बजेतिर ठिमी चोकतिर गएँ सालीलाई लिन। यता श्रीमती मधु खाना पकाउन थालिन्। म मनमा अनेक विचार केलाउँदै हायस निहालिरहेको थिएँ। बिहे र दसैँमा देखेकी सालीसँग पहिला खासै गफगाफ भएको थिएन। घर परिवार सबैसँग एकैचोटि भेट गर्दा सामान्य गफ भएको थियो। ठुला आँखा, पातलो शरीर, क्युट लुकिङ फेस। यस्तै थिइन् उनी। घरमा वान पिस जामा लगाएर बसेकी देख्थेँ। माथिको भाग उदाङ्गो भएको, छाती केही साना थिए, ढाडको तलसम्म नाङ्गो देखिने गरी लगाउँथिन्। अहिलेका केटाकेटी फेसनमा कुनै कसर नछाड्ने, त्यही दृश्य आँखामा आइरहेको थियो। हायस आउने क्रम बढेको थियो। प्रत्येकमा आँखा पुर्याइरहन्थे। साली चढेको हायस आयो। सिङ्गलवाला सिटमा थिइन्, देखिहालेँ। उनी पनि हाँसिन्। सामान छ, खलेतिर हेर्दै भनिन्। चामल दाल सहित 4वटा बोरा थियो। उसको कपडा सामान सहित। इनड्राइभ गरेर ट्याक्सी बोलाइन्। जोबिना अगाडि बसिन्। म सामानको साइडमा पछाडि बसेँ। यात्राको बारेमा सोधेँ। बिहान चढेको, रोसी खोलामा ढिला भएको यस्तै सुनाइन्। रुम पुग्यो। 3 जना गफ गर्दै खाना खायौँ। किचनमा नयाँ तन्ना ओछ्याएर सालीको बेड तयार भयो। हामी पल्लोमा र साली किचनमा सुतिन्। रुम खोज्ने काम तीव्र बनिरहेको थियो। तर भने जस्तो रुम भेट्न गाह्रो थियो। 1 हप्ता बितिसक्दा पनि भेटिएको थिएन। कलेज एडमिसन मात्रै भएको हुँदा जेनिबा रुममै हुन्थिन्। कहिलेकाहीँ सर्भर डाउन हुँदा म पनि घरमै हुन्थेँ। साली त्यस्तो बोल्ने खालकी थिइनन्। बौद्धिक लाग्थ्यो। दिनभरि मोबाइल चलाएर बस्थेँ। जोबिनालाई रुम खोज्दै गर्दा मेरो सरुवा भयो धुलीखेलमा। अब साली त्यहीँ बस्ने भइन् दिदीसँगै। म धुलीखेल पुगेर सेटल भएँ। काम सकेपछि काठमाडौँ आइहाल्थेँ।
सालीको कलेज सुरु भइसकेको थियो। मधु काम केही गर्दिन, सम्झँदा पनि रुन्छे, कुरै सुन्दिन भनिरहन्थिन् सालीको बारेमा। करिब 6 महिनाको बसाइ भइसकेको थियो जोबिनाको। म ट्रेनिङको सिलसिलामा काठमाडौँमा थिएँ। बिहान छिट्टै उठ्ने बानी थियो। उठेर किचन गएँ पानी तताउन। ढोकाको चुकु लगाएको थिएन। बाथरुम गएपछि नलगाएकी हुन सक्छ। भित्र पसेँ, आँखा सालीतिर गयो। हुन त प्रत्येकचोटि किचनमा पस्दा सुतेकी सालीमै आँखा हुन्थ्यो। आज अलि भिन्न दृश्य थियो। छाती बढी नै उदाङ्गिएको थियो। हिमाल नदेखिए पनि बीचको भाग केही मात्रामा देखिएको थियो। म अर्कै अनुभूति गरिरहेको थिएँ। आँखा त्यहाँ नपुर्याउँ भन्दा पनि पटक पटक गइरहेको थियो। म पानी तताउन थालेँ। सामान बजेर हो कि कोल्टे फेरिन्। अघिको दृश्य हरायो। म मनमा नै मुस्कुराउँदै हेरिरहेँ। पातलो शरीर ब्ल्याङ्केटभित्र हराएको जस्तो लाग्थ्यो। केही बेरमा उठिन्। उठ्दा पनि छातीको गहिरो भाग केही देखि नै रहेको थियो। उठेर बाथरुम पसिन्। त्यो दिनले मलाई सालीको नजर प्रिय लाग्न थालेको थियो। खासै गफ नभए पनि म उनको अगाडि राम्रो हुन खोज्थेँ। उनी प्रायः रुममै हुन्थिन्, कतै जान्थिन्, मोबाइलमा सर्ट्स हेर्थिन्, घरतिरको साथीलाई फोन गरेर ठुलो हाँसोमा गफ गर्थिन्। बेला बेला मधु अलि बिस्तारै हाँस, बाहिरसम्म डिस्टर्ब हुन्छ भन्थिन्। एक दिन मधु अफिस गएकी थिइन्। म बेडमा सुतेर ल्यापटपमा काम गरिरहेको थिएँ। साली केही सामान लिन रुममा आइन्। अल्झिएर हो कि कसरी हो, टेबलमा भएको सामान पोखियो। ला भनेर उभिन्। मधुको पोतेका दानाहरू रहेछ। उठेर उठाउन खोजेँ। टेन्सन नगर, उठाउँदा भइहाल्छ नि पानी। साली पनि सँगसँगै टिप्न थालिन्। करिब 10 मिनटमा सबै उठाएर सकियो। भिनाजुलाई दुःख भयो है, उनले भनिन्। के दुःख र, मैले भने। हेर्नुहोस् न, राति कस्तो सपना देखेको थिएँ, साथीको डेथ भएको। ऊ र म सँगै हिँडिरहेका, माथिबाट खोइ केले किचेर उसको डेथ भयो। मलाई त कस्तो कस्तो डर लाग्यो, उनले भनिन्। अहिले कहाँ छिन् त साथी, मेरो प्रश्न। एक्सिडेन्ट भएर डेथ भएको हो 1 वर्ष पहिला। एक्कासी उसलाई देखेँ आज, डराएको भावमा सालीको जवाफ थियो। मैले पनि त्यस्तो सपना कति देखेको छु भन्दै सान्त्वना दिएँ। केही बेर यस्तै भनेर सम्झाएँ। मलाई त फटाहा केटाहरूको मात्र मेसेज आउँछ, कस्तो डार्क कुराले मात्र एट्याक गरे जस्तो लाग्छ। जुबिनाले स्याड फेसले समेत सोही कुरा भनिरहेको थियो। उनलाई केटाहरूको मेसेज आउने कुराले दिमागमा हिट गर्यो। कस्तो मेसेज आउँदो हो भनेर, कस्तो मेसेज आउँछ भनेर सोध्न मन थियो। तर म भिनाजु थिएँ, संयम त अपनाउनु पर्ने थियो। यस्तो सबैलाई हुन्छ तिम्रो एजमा, मैले भने। मलिन अनुहार अझ क्युट देखिएको थियो। आँखामा राति निन्द्रा कम परेको भान हुन्थ्यो। यस्तो त मलाई मात्र भयो जस्तो लाग्छ, उनले भनिन्। संसारको प्रत्येक व्यक्तिलाई आफू एक्लै भयो जस्तो लाग्छ, मैले थप भने। करिब आधा घन्टा गफ भयो होला। उनी आफ्नो मनको कुरा भनिरहेकी थिइन्। म उनलाई सम्झाइरहेँ। मेसेन्जरमा कल आयो, कल उठाइन्। सासु आमाको रहेछ। बोल्दै किचनतिर लागिन्। म उनी गएको निहालिरहेँ। आधा घन्टा मोबाइल हेरेर बसेँ। अल्छी लागेपछि बाहिर बादलीमा बसेँ। त्यहाँबाट किचनबाट आएको आवाज राम्रोसँग सुन्न सकिन्थ्यो। साली बोल्दै हाँसिरहेकी थिइन्। साली भन्दै थिइन्, मलाई त केटा भएको भए जिन्दगी कस्तो रिल्याक्स जस्तो लाग्छ। पिरियड बार्नु पनि पर्दैन, उठेर पिसाब गर्दा नि हुने भन्दै हाँस्दै थिइन्। म उनको कुरा सुनेर मन्द मन्द मुस्कुराइरहेँ। उताबाट खोइ के जवाफ आयो। फेरि भन्दै थिइन्, तँ मलाई रिसम कस्तो यार, बाटोमा तुर्र पारिरहेको थियो लाजै बिना भनेर हाँसिन्। छ्या, त्यस्तो नै कोही हेर्छ भन्दै हाँसेको सुने। म क्रमशः रोमाञ्चित हुँदै गएँ। कोसँग बोल्दैछिन् होला जुबिना, खुल्दुली लाग्यो। अहिलेका जेन्जी केटीहरूका कस्ता कस्ता बिन्दास कुराहरू बोल्दै थिइन्। मलाई त बिहे नै गर्न मन लाग्दैन, बोरिङ लाइफ, एक्लै लाइफ कटाउन मन छ बिन्दास पारामा। केही बेर बोली रोकियो, फेरि हाँसिन्, अनि फेरि बोलिन्। त्यसको लागि बिहे नै गर्नुपर्छ त, मन मात्र हुनुपर्छ, केटाहरू पाइहाल्छन् नि। म उताबाट के भन्दै होलान् र साली यस्तो बोलिरहेकी छिन् भनेर अनुमान गर्न थालेँ। अनि फेरि भन्दै थिइन्, तँ बिहा गर्न यार, तैँले गर अनि मलाई तेरो अनुभव सुना, अनि त्यसपछि मात्र म गर्छु। उनले फेरि हाँस्दै भनिन्। मलाई लाग्यो ऊ केटीसँगै बोलिरहेकी छिन् अनि उसँग आफ्ना मनका भित्री कुरा सेयर गरिरहेकी छिन्। छ्या, दिदी भिनाजुको कुरा नगर क्या, यस्तो कुरा गर्नुहुन्न। भिनाजु पल्लो कोठामा हुनुहुन्छ अहिले, फेरि सुन्नु होला। हुँदो हो नि उहाँहरूको, के थाहा र। च्याएर हेर्न मिलेन, सुन्न मिलेन। तँ भए सुन्थिस् कि क्या हो, म त त्यस्तो गर्दिनँ यार, त्यस्तो मन लाग्दैन। उनले मेरो र मधुको बारेमा गरेको गफले म छक्क परिरहेको थिएँ।
केही आश्चर्य पनि भइरहेको थियो। कस्तो अनौठो अनुभूति भएको थियो। उहाँहरूको बिहा भएको 1 वर्ष पुरा भयो। ठिकै त होला नि लभ लाइफ, मलाई त के थाहा र। म यता किचनमा हुन्छु, उहाँहरू उता पल्लो कोठा हुनुहुन्छ। त्यस्तो धेरै थाहा छैन मलाई त। उनी यस्तै भन्दै थिइन्। उनले भनेको कुरा, उताबाट सोधिएको कुरा म गेस मात्रै गर्न सक्थेँ। अनि मनमा अनि प्रफुल्लित हुँदै थिएँ। शरीरमा बिस्तारै तापक्रम बढ्दै गएको थियो। सर्भर डाउन भइरहनु भएको कारण प्राय रुममै हुन्थे। सालीले साथीसँग बोलेका उत्साहित पार्ने शब्दले मलाई रोमाञ्चक पारिरहेको थियो। म कान ठाडो पारेर सुनिरहेको हुन्थेँ। जेनिभाका गफ सुन्न लायक हुन्थे। उनी वरिपरिको वातावरण विचार नै नगरी बोलिरहेकी हुन्थिन्। एक दिन म मोबाइल चलाएर बसेको थिएँ। श्रीमती अफिस गएकी थिइन्। केही सामान लिन हो कि किन हो जेनिभा आइन्। एकछिन सामान खोजिन्। म ल्यापटप समेत खोलेर बसेको थिएँ। मुभी डाउनलोड भइरहेको थियो। मुभी भन्दा पनि सिरिज डाउनलोड भएको भनौँ, गेम अफ थ्रोन्स। मुभी डाउनलोड भएको हो? उनले प्रश्न गरिन्। म झसङ्ग भएँ। डाउनलोड भएको देखि त हालिन्। उनको अनुहारतिर हेरेर हो भने। गेम अफ थ्रोन्स पो रहेछ। मेरो साथीहरूले पनि कुरा गरिरहन्छन् भन्दै उनी बेडको छेउमा बसिन्। म अप्ठ्यारो मान्दै अलि ओर सरेँ। तिमीले पनि हेरेको छौ र? मेरो प्रश्न। सर्ट्सहरू हेरेको छु, टाइम मिलेपछि हेर्छु, उनले भनिन्। धेरै लामो छ, सिजन 8 सम्म हुन्छ, मैले भने। बिस्तारै हेर्छु। अरू केटी भए छिलिएर जियोटी बारे गफ गर्थे होला। साली परिन्। धेरै जिस्किन पनि भएन। आफूलाई संयमित पार्दै चुपचाप बसेँ। केही दिन पछिको कुरा, म रुममा बसिरहेको थिएँ। जेनिभा आफ्नो ब्याग लिन आइन्। अपोजिट साइडबाट ब्याग तान्दा मिस्टेकली ब्यागबाट पुरुषको लुकेको लौरो आकारको आकृति झार्यो। म छक्क परेँ। डरले हत्तासिँदै ब्यागमा राखिन् अनि पल्लो कोठामा गइन्। म हेरेको हेरै भएँ। मुभीहरूमा देखे पनि रियलमा मैले देखेको थिइनँ। आज देखेँ, तँ पनि सालीको ब्यागबाट झरेको देखेर। सानी भनेको त एक्सपर्ट रहेछिन् भन्दै हाँस्दै मोबाइल चलाउन थालेँ। एकछिनमा निनाउरो मुख लगाउँदै आइन्। सरीलाई भिनाजु, साथीले ब्यागमा हालिदिएछ। दिदीलाई नभनिदिनु है, न्याउरो भएर मलाई भनिन्। हुन्छ, मैले यति भने। मैले हुन्छ मात्रै भनेको देखेर हत्तासिँदै जेनिभाले थपिन्। मेरो साथीहरू कस्ता छुच्चा छन्, ब्यागमा राखिदिएछन्। म उनलाई हेरेर मुस्कुराएर बिस्तारै भने, टेन्सन नगर क्या, म भन्दिनँ। सबैले आफ्नो लाइफ आफ्नै तवरले बाँच्ने हक भइहाल्छ नि। केही खराब भएको छैन। साथीहरूको नभएर तिम्रै भए पनि केही हुन्न। एज भएपछि यस्तो कुरा सामान्य हो। जेनिभा केही टेन्सन फ्री भए जस्तै भइन्। मतिर हेरिन्, नजिकै बसिन्। म उनलाई निहालिरहेको थिएँ। हाफ टी सर्ट सिरुवाल लगाएकी उनी झन् राम्री लाग्न थालेको थियो। म भित्र पुरुषार्थ जुर्मुनाउन थालेको थियो। अलि सजिलो बनाएर बसेँ। एउटा कुरा भन्छु ल भिनाजु, मलाई सल्लाह दिनु ल, उनले मधुरो स्वरमा भनिन्। मैले सोध न भने। मलाई त रातभरि निन्द्रै लागेको छैन। कति दिन भइसक्यो। बिहान भएपछि हल्का निदाउँछु, उनले भनिन्। दिउँसो नसुत अनि निदाउन सक्छौ राति। दिउँसो सुतेपछि राति सुत्नै मन लाग्दैन, मेरो उत्तर। एउटा साइको जस्तै केटो पछि लागेको छ। एक दिन त्यसको बाइकमा इनड्राइभ गरेको थिएँ। त्यही चोकको हो, कस्तरी हेर्छ, मलाई त डर लाग्छ, उनले भनिन्। कताको केटा हो नि, मेरो प्रश्न। त्यही तल्लो चोकमा हुन्छ, उनले भनिन्। भोलि म जाउँला तिमीसँगै चोकसम्म, मैले भने। थ्याङ्क यू भिनाजु, मेरो कुरामा सपोर्ट गरिदिनु भएकोमा। जोबिनाको जवाफ। सालीलाई अलिक कम निराश भएको देखेँ। त्यही मौका छोपी प्रश्न गरेँ। तिमीलाई एउटा कुरा सोध्छु ल, माइन्ड नगर है। के सोध्न लाग्नु भयो र भनी हाँसिन्। म पनि हाँसेर भने, सोध्ने भनेपछि डरायो हो? जोबिना पनि हाँसिन् र भनिन्, सोध्नु न। मुस्कुराउँदै सोधेँ, तिमीले बिहे बनाएको छौ? नडाँटी भन है। साली मजाले नै हाँसिन् र भनिन्, छैन, मलाई त केटाको बिहेभियर नै मन पर्दैन। किन र, केटाहरू खराब हुन्छन् र? मेरो प्रश्न। रिलेसनसिप त जेल जस्तै हुन्छ जस्तो लाग्छ। सबै कुरामा रिस्ट्रिक्सन हुन्छ, जोबिनाको जवाफ। तिम्रो दिदीलाई रिस्ट्रिक्सन छ र? मैले मुस्कुराउँदै प्रश्न गरेँ। ऊ पनि मुस्कुराइन् अनि बिस्तारै भनिन्, ढिला आउँदा तपाईँलाई दिक्क लाग्छ। कोही केटाको मेसेज आउँदा पनि त टेन्सन होला नि। सबैभन्दा टेन्सन चाहिँ नेपाली घरमा बुहारी हुनलाई। त्यस्तो लाइफ त म सोच्नै सक्दिनँ। मैले उसको भनाइ सकिएपछि जिस्काउँदै भने, अहिले कुरा बुझेँ, बिहे गर्ने सोच नभएको किन भनेर। के बुझ्नु भयो र? जोबिनाले मधुर हाँसोसहित भनिन्। उनलाई निहालेँ। डरको भाव हटेको थियो। गफमा रमाइरहेकी थिइन्। माइन्ड गर्छौ होला, भन्दिन होस्, मैले भन्न सहजता खोज्दै बोलेँ। त्यस्तो के भन्न लाग्नु भएको र?
माइन्ड नै गर्ने गरे। उनले भनिन्, छ नि त्यस्तो कुरा, भनौँ त म? मैले मुस्कान सहित भने। उनी हाँसिन्, भन्नु जे भए पनि सुन्नलाई खुल्दुली भइसक्यो। बिहे नगर्ने कारण त ब्यागबाट झरेको सामान होला है? मैले हाँस्दै भने। छ्या तपाईँ त गड प्रमिस मेरो सामान होइन त्यो, जोबिनाले लजाउँदै भनिन्। म उनको अनुहारमा देखिएको उदास भाग भङ्गी निहालिरहेको थिएँ। माइन्ड गर्दिन भनेको होइन त, मैले जिस्काउँदै भने। तँ मेरो होइन त, जोबिनाले भन्दै थिइन्। जे भए पनि लेडिजहरूलाई आवश्यक कुरा हो, मैले हाँस्दै भने। छ्या, मैले युज गरेको छैन, उनको जवाब। अनि कसरी तिम्रो ब्यागमा आयो त सामान? मेरो प्रश्न। क्लासमा ल्याएका रहेछन्, हेर्दै थिए। कसैले मेरो ब्यागमा हालिदियो होला, कस्ता छन् मेरा साथीहरू, मैले झट्ट भने। तिम्रो साथीहरूले युज गर्ने रहेछन् है? तिमीले पनि त युज गर्दा भइहाल्छ नि, मैले भने। छ्या तपाईँ त, बोल्दिनँ तपाईँसँग, जान्छु भने किचनतिर गइन्। म उनलाई निहालिरहेको थिएँ। यत्रो बेरको गफले रोमाञ्चित भएको थिएँ। उनको पातलो शरीरलाई पछाडिबाट निहालेँ। अरू बेला भन्दा भिन्न देखिएकी थिइन्। श्रीमतीसँग बसेको मान्छे म सालीसँग रोमाञ्चित हुँदै गएको थिएँ। एक मनले त सोचेँ, गाह्रो पो होला कि श्रीमतीले थाहा पाउने हुन् कि भनेर। फेरि सोचेँ, मैले के नै पो गरेको छु र? उसको ब्यागमा सामान देखेपछि जोबिना आफै आएर बोलेकी हुन्। म बोल्न गएको होइन। मोबाइल निकालेँ, फेसबुक हेरेँ, जोबिनाको प्रोफाइल हेर्न थालेँ। छिर्के मिर्के कुर्ता सुरुवालमा मन्द मुस्कानसहित उभिएकी ऊ सुन्दर देखिएकी थिइन्। ठुला गाजलु आँखा, मिलेको अनुहार, पातलो मिलेको शरीर, सुन्तला जस्ता छाती। म हेर्दै गएँ। दिदी बहिनी साथीहरूसँग ह्याप्पी बर्थडे भनेको फोटाहरू थिए। म एकहोरो हेरिरहेको थिएँ। जति हेर्छु उति साली राम्री लाग्दै गएकी थिइन्। यो पनि चढेको भान हुन्थ्यो। करिब 1 घन्टापछि साली खाजा लिएर आइन्। चटपटे बनाएकी रहेछिन्। मलाई हेरेर हाँस्दै बसिन्। म पनि हाँस्दै बसेँ। चटपटे खानुहुन्छ नि, उनले भनिन्। अघि बोल्दिन भन्दै गएकी होइन तिमी? अहिले चटपटे लिएर आएछौ त? मैले उनको अनुहार हेर्दै प्रश्न गरेँ। तपाईँ के सोध्नुहुन्छ अनि? उनले हाँस्दै भनिन्। भरे दिदी आएपछि जोबिनालाई केटा खोजेर बिहे गरिदिनु भन्नु पर्यो। अब ठुली भइन् भन्नु पर्यो, मैले जिस्काउँदै भने। झन् अघि भन्दिन भन्नुभएको होइन र? जोबिनाले भनिन्। अब बिहे गर्ने बेला भएन त? 21 वर्ष भइहाल्यो। पहिले 12-13 मै बिहे गरेर जन्माउँथे बच्चा, मैले भने। पहिलाको जमाना खराब थियो नि, त्यति बच्चैमा कसैले बिहे गर्छ त? उनले भनिन्। बिहे गरेपछि अहिलेको सामान जस्तो कुराको आवश्यक पर्दैन नि त, मैले भने। छ्या तपाईँ त, कस्तो लाज पनि नभएको मान्छे, उनले भनिन्। बिहे गर, लाज सबै भाग्छ। फेरि हाँसो मिश्रित भनाइ। म त गर्दिन, जुबिनाले भनिन्। बिहे नगरे पनि अहिले इन्टरटेनमेन्ट भइरहेको छ, किन गर्नु र बिहे, होइन र? भन्दै जिस्काएँ। यो कथाको अर्को भाग लिएर छिटै आउनेछौँ, प्रतीक्षा गर्नुहोला। कथा कस्तो लाग्यो प्रतिक्रियाका लागि कमेन्ट गर्नुहोला। कथा राम्रो लागे 1 लाइक गर्नुहोला। हवस् त, धन्यवाद।